कहाँ गएको यति गरममा? भागेको जोरथाङदेखि। आज म जाँदैछु राइडमा। आज म मेरो एउटा भाइ छ उसँग जाँदैछु राइडमा। ऊ आधी बाटोमा आउँछ, त्यहाँदेखि चाहिँ राइडमा जान्छ। यस्तो गरम छ जोरथाङ, अन्त चाहिँ हुँदैन यहाँ बसेर चाहिँ राइड नगरी यस्तो भइरहेको छ। अब गएको अब चाहिँ फर्स्ट नाम्ची जान्छ, भाइले लान्छ होला। ओके अब जानुपर्छ, ढिलो भयो, पुरा गरम भयो। ऊ चाहिँ किन नगएको? मसँग राइडमा किन नगएको? काम छ आज। बिचारा उसको जहिले काम हुन्छ हो। उसको मन छ भने पनि जानु सक्दैन। म एक दिन लान्छु नि ल। ल बाई। ओके लन्च गर्नु है। बाई। आज हो सन्डे, तो अलिक भिड हुन्छ जोरथाङ चाहिँ सन्डे। अब ऊपर जान्छु गरममा। अब मेरो बाइक त ओप्पी तातिरहेको छ, ओप्पी। यो जोरथाङ एमजी मार्ग। आज गरम, त्यही माथि जाम। फाइनली यहाँबाट चाहिँ अब सिधै चल्नुपर्छ। यो जोरथाङको ब्रिज। अब चाहिँ शीतल हुन्छ किनभने बाटो खुल्ला भेट्छ। गर्दा चाहिँ नि यसरी फोन राखेको थिएन, अन्त यसरी फोन राखेर चाहिँ राइड गर्दाखेरि हामी चिया खानु पर जाँदै थियौँ। मेरो फोन चाहिँ यहाँ झरेको रहेछ। अहिले चालै पाएन मेरो फोन झरेको थियो भनेर। त्यहाँदेखि चाहिँ हामी चिया खानु बस्यो, चिया अर्डर दियो, अन्त मैले टक्कै रियलाइज गरेको मेरो फोन छैन भनेर। त्यहाँदेखि मैले बाइकमा हेरेँ, बाइकमा पनि थिएन। अन्त चाहिँ लोकेसन हेरेको आधी बाटोमा देखाइरहेको थियो। डर लाग्यो पुरा बेसी ला अब मेरो फोन भनेर होइन। त्यहाँदेखि चाहिँ हामी फेरि फर्क्यो, आइहाल्छ भनेर फर्क्यो। अब मलाई लाग्यो ला अब कसैले पायो होला होइन, के भयो होला, फुट्यो होला भनेर। त्यहाँदेखि बिचारा मेरो फोन। त्यहाँदेखि हामी सिधा आयो बाइकमा, सिधा आएर चाहिँ बाटोमा त्यहीँ झरिरहेको थियो। यो बम्पर चाहिँ खतरा छ फेरि हो। यो बम्पर होइन, यो बम उपर भन्ने खालको छ कि मेरो जहिले यहाँ ठोक्छु पठाउँछ। अन्त चाहिँ मेरो फोन चाहिँ यसरी उल्टा परेको थियो, प्लस मेरो फोन कभर चाहिँ ग्रे कलरमा थियो नि त। अन्त यस्तै कलर, यो रोडकै कलरको थियो। अनि हामी अलिक इभिनिङ टाइममा थियो, अन्त मेबी थिएन कसैले फोन। हामी नभनेको पनि 20 मिनट अलिक टाढो गइसकेर बसेर फर्क्यो, तर पनि पायो होइन। टेम्पर ग्लास मात्रै फुटेको थियो, अरू केही भएको थिएन। यस्तो खुसी लागेको कि त्यसरी चाहिँ मेरो फोन अलमोस्ट हराएको लगाउन थालेको छ। यहाँ चाहिँ गाडी यहाँ सिधाबाट चाहिँ लेक्चर जान्छ, यहाँबाट चाहिँ फेरि नाम्ची जान्छ हो। अन्त म चाहिँ यहाँ भएर जानुपर्छ।
ल ल ल राखेको बाई हेर्नु नि मकै मकैमा यत्रो रहेछ अथा हो आयो डन आयो डन यस यस गरम यस्तो डरलाग्दो गरम छ कि यस्तो डरलाग्दो गरम छ कि कस्तो पोलेको यहाँ माथि आएर त बस्नु कुनै नि ए जुसहरू किनेर जाउँ हौ पुरा गरम छ यहाँ म चाहिँ बसेको सक्दिनँ मलाई यस्तो देखिरहेको छ अहिले यत्रो भाइको चाहिँ हो मलाई ट्राई गर्नु मन परिरहेको छ हत्तु भएँ म चाहिँ यताबाटै हत्तु भएँ ल ब्रो ए हवस् म त्यसरी पछाडि बसेर राइड गरेर लट्टेको जस्तो हुन्छ त्यो टायरमा मात्रै ध्यान जान्छ कि बगान क्लच बनाएको जस्तो रहेछ पानी पर्नु थाल्यो त ऊ भाइको कलेज भाइ चाहिँ यहाँ पढ्छ म पढेको कलेज चाहिँ अलिक माथि छ What happened, bro? पुरा घिनलाग्दो मलाई ज्याकेट लाउनु छ ज्याकेट लाउने उयो अगाडि रोक्छु आउँथ्यो ए ब्रो कुदाउँदिन बिस्तारी चलाउँछु टिक 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 गरेर प्र्याक्टिस हुन्छ दामी औरा माइनस हुने मेरो त आज के भयो नाइस नट ब्याड ओ माई गड यस अगाडिबाट गाडी आउँदैछ यस्तो हुन्छ नि त चिप्लिन्छ नि त ढुङ्गाले चाहिँ तर पनि अलिक थाम्नु चाहिँ सकेको छु त्यो बिस्तारै बिस्तारै एक्सपिरियन्स हो कति खेप्दा कस्तो स्टेप हुन्छ ढुङ्गाले एक सेकेन्ड मेरो चाहिँ नि यसरी भिडियो बनाउँदा चाहिँ के प्रब्लम हुन्छ भन्दा मलाई चाहिँ नि के बोल्नु ओ शेट मेरो रेड बुल के भयो कहाँबाट फुट्यो तपाईँको पक्कै यहाँ लाग्यो नि यस्तोतिर लाग्यो ठुकिँदा हल्लिँदै ओ नो मेरो पावर ब्याङ्क मेरो क्याप यसमा फाल्दैन हुन्छ अब त्यो के गर्नु हेलो के खाएको झालमुरी खाएको कसले बनायो झालमुरी कसले पकायो हाई भन्दैन क्यामेरामा हेलो भन्दैन नि भाग्यो यो चिप्सहरू लैजाउँ न अन्त
वाइ वाइ लग्यो मैले किन झालमुरी चाहिँ कसरी बनाउँछ स्या हौ झालमुरी खाने माछालाई दिन लाग्यो हौ अन्त के भनेको वाइ वाइ छ झालमुरी किन झारेको हामी यस्तै के गर्नु भयो यो तपाईँहरू बाइकमा यहाँ राखेर उकालो जाउँ न ल बाई बाई हामी बाइक राखेर आउँछ तपाईँहरू जाँदै गर्नु हामी आउँछ ल हामी मात्र पढ सिँढीबाट आउँछ तिमी त हौ आज के भएको पुरा लडबडिँदैछौ त यस्तो यस्तो किन भएको आज तपाईँले घर गर्नु त्यस्तो भएको होला मलाई डर याद छ यहाँनिर त्यो पार्किङमा जुन एयरपोर्ट छ नि क्या हो यहाँ उनीहरूले त्यो खास यहाँको मान्छेले नदेको भन्छ के दामी ठाउँ हो है कति गाइस हामी चाहिँ सो गाइस म चाहिँ दिदीको भ्लगमा आइसकेको छु बोला बोला यो भाइ जस्तो कोही बोल्दैन म त कोही कोही बेला मात्रै बोल्छु मेरो पनि युट्युब च्यानल छ सब्सक्राइब गर्नुहोस् होला नवीन प्रधान छ होइन अन्त अहिले चाहिँ हातमा देख्न सक्नुहुन्छ यहाँ झालमुरीहरू हामी चाहिँ अहिले कहाँनिर छ भने नि एक्ज्याक्ट यो जग्गा चाहिँ तपाईँको के भन्छ यसलाई पर्बिङ माथि यस्तो दामी छ हेर्नुहोस् गाइस टक्कै बारीहरू यहाँ टक्कै दिदी होइन पिसफुल छ नि यहाँनिर यहाँ हाम्रो दिदी सोलो राइडर वान एन्ड अन्ली अन्त अब हेर्दै गर्नुहोस् गाइस सो गाइस हामी चाहिँ यहाँ पुगिसकेको छौँ वेलकम आउनु न तपाईँ यहाँ पहिला तल जस्तो देख्दो रहेछ नि त यहाँबाट चाहिँ सला यहाँ आउन सो गाइस हेर्नु सक्नुहुन्छ तपाईँहरू यहाँ यस्तो दामी छ होइन तपाईँहरू आउनु सक्नुहुन्छ फालडाँडाबाट आउनुपर्छ यहाँनिर चाहिँ टक्कै हो यस्तो छ मजाको सान माछाहरू पनि छ यहाँनिर ऊ माथि आउनु न के गरेको कुकुरसँग खेलेको तिम्रो कुकुर तिम्रो नाम के अरे छेसाङ भागेको पो अरे बस मास गरेको हाम्रो दिदी बस मास सकेन यो राखिहाल्छु ए हेर्नुहोस् गाइस हेलो पुरा छ नि अस्ति आउँदा डल्लै थियो यो लाइन भित्तैभरि जाउँ एक राउन्ड घुमिकन आउँदै यस्तो छ गाइस वाउ गाइस हेर्नुहोस् यस्तो दामी जग्गा तपाईँहरू पनि आउनुहोस् उनीहरू खेलेको हेर्नु ल खेलेको हेर्नु ल सुन्दै होला अघि भन्दै थियो उसले अम्बो हेर नि दि अम्बो कति बेसी आइछ सबै खान्छ तिमीलाई हाल्ने तिमीलाई पनि खान्छ फाइनली आइपुगेर बसिरहेको छ बदमास गरिदिनु गिभ इट आयो
आइज भाइ अब उयो कत्रो माछा शेर्पा अनि विन्टरमा आउनुपर्छ कि गाला रातो रातो बनाइरहेको हुन्छ हाई बहिनी हाई छिसाङ र 411 हो कि कति भएको केटीबाट बाइक कुदाउँछ नि एक्सपोर्सन सेम अनिता राई भन्ने सेम कलरको बाइक हाम्रो सिक्किमको केटीहरू कम्तीको छ वी आर द बेस्ट हो नि वी आर द बेस्ट अब हेर्छ कति हुन्छ बाइक मलाई त न्याच्चै भयो मलाई अब चाहिँ यो चलाउनु अरे भगवान् कत्रो हाइटको बाइक नवीन आई कान्ट प्लिज यो भाइले मलाई हेर्नु नि त्यो कसम सक्दिनँ ब्रो आरामसे सके त अन्त कत्रो रड चाहिँ छोड्दा उठिहाल्छ ल हेर्नु नि के चलाइ भन्नु भाइसँग चाहिँ यस्तै छ कि पारा चाहिँ हिँड्दै जानु हे भगवान् 2 मिनेटको बाटो हो प्रभु नजाउँ आउनु न दामी छ नजाउँ आउनु न अल्छी लाग्यो यतिकै जाउँ न आएको बेलामा क्या मजा आउँदो रहेछ एक्सपोजमा कुदाउनु नि 2 दिन मजा आउँछ के भन्नु छ अनि लगाएर दामी रहेछ मेरो भ्यू पोइन्टको ब्याक पछि ऊ तल भ्यू पोइन्टको टर्निङ ओके यो बाटो कहाँको होला लु भन्नु यो बाटो कहाँको होला उयो तलको किची डुम्रा कहाँको किटी डुम्रा ऊ पाडाको सिङ्ला हरेका भन्ज्याङको बाटो होइन बिर्स्यो अल सेट मेरो कम्मर दुख्यो नि हल्का हुँदो रहेछ नि त एक्सपोजको हाम्रो सोचेको भन्दा Everybody kung fu fighting. Ahai चिप्लो बाटो आहै रातो माटो आहै चिप्लो बाटो ए राम 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 आफ्नो बाइक भएको अर्काको बाइक हो जोगाउनु पर्छ राम 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 ए चिप्लो बाटो राम 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 ओके
कत्रो टायर देख्दो रहेछ हाम्रो यो बाइक कम्पिटेबाट यहाँ हेर न यहाँ हेर न एउटा खुट्टाले सपोर्ट दिनु भइहाल्छ अय्या अलिक टाइम लगेगा टाइम मैले चाहिँ अरू बाइक चलाउनु चाहिँ आँट गरेको त्यो पनि एक्सपल्स अब मलाई पुरा डर लाग्छ अरू बाइकहरू चलाउनु मजा आयो हाँ तिमीलाई त नि यस्तो देख्दै रहेछ कहाँ टुर गएको जस्तो देख्दै रहेछ टुरै गएको तपाईँसँग आज भाँच्नु जाने कि रेड बुल नै भाँच्यो होला भाँच्नु हेलो मजा आयो कसम भनेर पनि स्वाद रहेछ नि बाइक त है मलाई सुपर मजा इरेडियम स्पार्क प्लग हाल्नु पर्छ कि चिज पराठा पिज्जा अरे चिज पराठा पिज्जा गाइस तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ जौबाडी के रे जौबाडी आउनु सक्नुहुन्छ तपाईँहरू अब खाएंगे और फिर चल जाएंगे अन्त यस्तो कुद्दा कुद्दै छैन केही यादै छैन अघि धामीमा कप स्कुटीमा स्कुटी होइन त्यो उयो के अरे बेसमा उहिलेको कुरा गरेको 95 कुद्दा कुद्दै सुइया छ बुलेट बाइक थियो एउटा हो किनेको 10 वर्ष चलाएको बुलेट बाइक चाहिँ यहाँ राम्रै कुदेको त्यो सिभोकमा चाहिँ कसरी जङ्गलमा पस्नु भइहाल्छ रुखमा चाहिँ ठगेर हाल्दा बस्नु यस्तो रुख छैन यादै छैन राम्रै कुद्दैछ रुखमाथि पो भन्दा यसो अन्त रातभरि तानेर अब त्यति बेला टायर स्पेयर छैन त्यहाँदेखि चाहिँ त्यो फरेस्ट म चाहिँ एक्साइजमा बस्छु नि त्यो फरेस्टको मेरो आइडेन्टिटी कार्ड देखाएर चाहिँ म यस्तो भने फरेस्टको एउटा आडो थियो एक रात चाहिँ मैले बस्नु दिएन अहिले म सिलगढीबाट एक रात बसेँ त्यो फरेस्टको छैन त्यो हो एक रात बसेँ केही न केही चाँडै पाउँदैन कति बेला जहाँ खाली बाटो भेट्यो त्यहाँ चाहिँ उडाउनु किन उडाउनु त्यो त पायो नि त अन्त हाम्रो खाली बाटोमा चाहिँ खाली बाटोमा अब जहाँ गाडीहरू छैन त्यहाँ राति सात चौँसिने तातो तातो उडाउनसँगै खेल्छ अनि पुरा अहिले ब्याडमिन्टन छोडेर बोलीपट्टि गएको उडाउनु खेलेको काँची एउटा रहेछ दिदीभाइ खाजा खानु त खायो कि तर पानी पर्यो कति बज्दैछ 6:34
एकछिन त टपक खोल्नु ताजा ताजा पानी पर्दैछ म सबै हाल्छु नि डकुमेन्ट्स राइट जानुपर्छ कि डक्टरहरू जाँदाखेरि हेर्नु राति भइसक्यो मलाई राति भइसक्यो भाइले मलाई पुऱ्याइदिन्छ अरे है भाइ यस मेरो दिदी तपाईँलाई पुऱ्याइदिन्छु घरभित्रै बाइक पनि राखिदिन्छु सर्भिसिङ चाहिँ आज हुँदैन कस्तो छ गाइस सर्भिसिङ गर्नु गएको अरे हुन्छ नि पुरै Okay. Bye-bye, see you. No. दाजु औ फुल गरिदिनु नि गर न गर र म भन्दैछु त गरिदिनु न ल तिम्रो चाहिँ खिच्देको लाग्छ होला नि तिम्रो अब चाहिँ घर जाने हो मैले पहिला भाइसित राइड गर्दा उसले भर्खर बाइक किनेको थियो कि अनि भाइ चाहिँ नाम्ची बस्छ म चाहिँ जोरथाङ बस्छु नि त अन्त हामी चाहिँ मेरो जुनियर हो नि त भाइ चाहिँ सानो अन्त मेरो ब्याडमिन्टनमा चाहिँ जुनियर थियो अन्त अम्बो त्यसलाई चाहिँ लाइट लगाइरहेको छ अन्त ऊभन्दा पहिला मेरो बाइक थियो नि त अन्त चाहिँ फर्स्ट उसको बाइक निकाल्दा चाहिँ पुरा घुम्नु जाउँ न दि भनेर भन्थ्यो नि त अन्त एक दिन चाहिँ मलाई कहीँ जानु मनै थिएन त्यति बेला चाहिँ पानी किनभने वेदर राम्रो थिएन नि त अन्त वेदर नराम्रो भएकोले गर्दा बादल भएकोले गर्दा चाहिँ मलाई त मन छैन भाइ भनेको थिएँ अन्त बिचरा उसको त बाइक निकालेको कति हुने 2 दिन मात्रै घुम्दै थियो नि त अनि कस्तो एक्साइटमेन्ट हुन्छ त्यसलाई होइन बाइकहरू चलाउनु अन्त होइन म आउँदिनँ भने नि कि होइन आउनु न दि भने त मैले भने पानी पर्ला हुँदैछ जोरथाङमा त भनेर भनेको नाम्ची बस्छ नि त अन्त हामी चाहिँ टिभी जाने प्लान गर्दै थियो अन्त उसले होइन आउनुहोस् न दिदी भने नि कि मैले पानी पऱ्यो भने भनेको कसम पर्दैन पानी ग्यारेन्टी भने नि कि मैले अरे अन्त जोरथाङमा त बादल छ त नाम्चीमा छैन भनेको त होइन घाम लागिरहेको छ टन घाम लागिरहेको छ भने नि कि मैले ए होला नि त भनेर ल म आउँदैछु भने पक्का पानी पर्दैन होइन अनि 100% ग्यारेन्टी दि 100% अरे जस्तो नाम्ची पुगेर हिँडेको पानी परेर त यस्तो भिजे म चाँधरि भिजेको यस्तो डरलाग्यो अन्त त्यहाँदेखि चाहिँ हामी अलि मात्रै राइड गर्छ अन्त म बेसी जस्तो सोलो गर्छु नि त राइड अन्त चाहिँ आज चाहिँ भाइले हेर्दैन अन्त आज चाहिँ भाइले दामी ठाउँ लान्छु भने मैले त्यो ठाउँहरू गएको थिइनँ नि त अन्त चाहिँ आज त्यहाँ गयो आज मजा आयो
म जोरथाङ उहीँको भएर तारे भिर गयो भन्ने ठाउँ गएको थिएन नाम्चीको कहिले होइन नाम्ची बसेँ कलेज पढ्दा तर पनि तारे भिर भन्ने ठाउँमा कहिले गइनँ अब एकदिन जान्छ सिक्किममै कतिवटा ठाउँ एक्सप्लोर गर्नु छ गरेकै छुइनँ मजाले हेलो हेलो यहाँ हेलो होइन युट्युब हो है यो चाहिँ भिजेन नि हेर न प्यान्ट भिजेर ज्याकेट खोलिदिन्छु गरम भएन हेलो गाइस अब हम यहाँ से निकल रहा है अब नेक्स्ट भ्लगमा भेटौँ तपाईँहरूलाई सबैजना एकदम राम्रोसँगले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद स्किप गर्दै हेर्नु भयो स्किप गर्दै जसले पनि हेर्नुभयो धेरै धेरै धन्यवाद तपाईँहरूलाई माया छ सबैजनालाई डर लाग्छ बाई बाई सो बाई 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 गाइस गुड नाइट पिस Peace.